नमस्कार साथीहरू, फेरि पनि स्वागत छ अर्को नयाँ भिडियोजमा। र आज चाहिँ राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँले करार सेवामा जनशक्ति लिने सम्बन्धी एउटा सूचना निकालेको छ। त्यसै सम्बन्धी भिडियो लिएर उपस्थित भइसकेको छु। म ज्ञानेन्द्र शाह, तपाईँ हेर्दै हुनुहुन्छ नेपाली उच्चम वेब च्यानल। साथीहरू, मलाई 5%ले मात्र सब्सक्राइब गरेको छ। यदि पहिलोपल्ट तपाईँ मेरो च्यानलमा भिजिट गर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोड्नु होला, किनकि यस्तै अपडेटका साथमा म सधैँ उपस्थित भइरहेको छु। म ज्ञानेन्द्र शाह, तपाईँ हेर्दै हुनुहुन्छ नेपाली उच्चम वेब च्यानल। र साथीहरू, आजको भिडियो ढिला नगरिकन सुरु गरौँ। यसमा लेखेको छ साथीहरू कि राष्ट्रिय तथ्याङ्क जनगणना 2072मा स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण गर्ने कार्य सञ्चालन गर्नका लागि तपसिल बमोजिम पद र सङ्ख्या करार सेवामा लिनुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नागरिकबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले 21 दिनभित्र अनलाइन माध्यमबाट दस्खत पेश गर्न सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै अनलाइन दस्खतका लागि तल दिएको लिङ्क QR कोड मार्फत दस्खत दिन सकिनेछ र म्याद नाघी या रिक्त नपुगेका दस्खत उपर कुनै कारबाही गरिने छैन। र साथीहरू, यदि तपाईँ नेपाली नागरिक हुनुहुन्छ र तपाईँ +2 गर्नुभएको छ या त ब्याचलर पास गर्नुभएको छ, यदि तपाईँ +2 गर्नुभएको छ भने गणकमा एप्लाई गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँ ब्याचलर पास गर्नुभएको छ भने तपाईँ सुपरिवेक्षकमा एप्लाई गर्न सक्नुहुनेछ। यो करार अवधि भनेको 2.5 महिनाको रहेको छ, गणक र सुपरिवेक्षकको लागि पनि। र त्यसै गरी सङ्ख्याको कुरा गरौँ। सुपरिवेक्षक भनेको 526 खुलाएको छ भने त्यसै गणकको 3913 खुलाएको छ। धेरै मात्रामा नै खुलाएको छ साथीहरू। यो त्यो पनि करार अवधिको लागि खुलाएको छ, करार सेवामा खुलाएको छ। त्यसैले त्यसको लागि तपाईँले गणकको लागि +2 र सुपरिवेक्षकको लागि स्नातक पास गरेको हुनुपर्छ। र यसमा चाहिँ तपाईँलाई सर्टलिस्ट गर्नेछ। सर्टलिस्ट गरिसकेपछि अनि इन्टरभ्यू हुनेछ, अनि त्यसपछि तपाईँको सिलेक्सन हुनेछ। र साथी, अब कुरा गरौँ त्यसका लागि के कागजातहरू आवेदन दिनका लागि के कागजातहरू आवश्यक पर्छ। सर्वप्रथम भनेको नेपाली नागरिकताको प्रमाणपत्र, प्रतिलिपि, पासपोर्ट साइजको फोटो, अनि शैक्षिक योग्यताको प्रमाणपत्र, त्यसै गरी क्यारेक्टर प्रमाणपत्र, अनुभव प्रमाणपत्र, प्रतिलिपि। र साथीहरू, पहिला तपाईँले यस्तै जनगणनामा काम गर्नुभएको छ भने तपाईँको लागि यो एउटा एडभान्टेज हुनसक्छ। र अन्तर्वार्तामा उपस्थित हुँदा सक्कल कागज लिएर आउनु पर्नेछ तपाईँको। र त्यसै गरी साथीहरू, 1 महिनाको मासिक तलब भनेको छ। सुपरिवेक्षकको भनेको 34,730। त्यसै गरी यो भनेको त्यसै गरी तपाईँको गणकको रहेको छ 32,902 मासिक। र अब कुरा गरौँ साथीहरू कार्यक्षेत्र। सम्भव भएसम्म उम्मेदवारले रोजेको स्थानीयता र कामको विवरण गणकले तथ्याङ्क सङ्कलन र सुपरिवेक्षकले तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षक कार्य गर्नुपर्ने। उमेद दस्खत लिने अन्तिम दिनसम्म 18 वर्ष पुरा भई 45 वर्ष ननागेको। अनलाइन दस्खत फर्म भर्ने लिङ्क QR कोड स्क्यान गरेर तपाईँले भर्न सक्नुहुनेछ। त्यसै गरी काम गर्ने अवधि भनेको 2072 साल चैत्र 26 देखि 2073 साल असार 8 गतेसम्म। र अन्य विषयमा कार्यालय तोकेको बमोजिम हुनेछ। त्यसको लागि विस्तृत विवरणका लागि राष्ट्रिय तथ्याङ्क कार्यालय वेबसाइट www.nsonep.gov.np मा गएर तपाईँले स्वयं हेर्न सक्नुहुनेछ। र त्यसका लागि साथीहरू, अर्को भिडियोमा फर्म कसरी एप्लाई गर्ने
फर्म कसरी भर्ने सम्बन्धित जानकारीका साथमा म उपस्थित हुनेछु ज्ञानेन्द्र शाह। र तपाईँ सर्वप्रथम मेरो च्यानलमा भिजिट गर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, किनकि यस्तै भिडियोजको साथमा म उपस्थित भइरहेको हुन्छु। र साथीहरू यति भन्दै अब भिडियोबाट बिदा माग्न चाहन्छु। जय नेपाल।